साथीहरू नमस्ते सबैजनालाई। हामी चाहिँ यो गाउँतिर छौँ। कताको गाउँ हो भन्दा यो चाहिँ धेरै टाढा इन्डियाको अरुणाचल प्रदेशको धेरै टाढाको यो गाउँ बस्ती हो। यो चाहिँ यहाँको बस्तीहरू घरहरू मात्रै छ, मान्छे चाहिँ यहाँ त भेटाउनै गाह्रो पर्छ। अनि एकजना मान्छे चाहिँ अगाडि हिँडिराख्नु भएको छ, तर को चाहिँ उहाँलाई चिन्न चाहिँ सकेको छैन, व्यापारी जस्तो हुनुहुन्छ। हामी चाहिँ उहाँसँग अहिले संवाद गर्नेछौँ है। यो तर बस्ती चाहिँ खाली छ। यहाँ चाहिँ यहाँ घरहरू कम्तीमा नि 50-60वटा घर छन्, तर 1-2 घरमा मान्छे भेटिन्छ। खासै मान्छे भेटाउनै गाह्रो छ यो गाउँ बस्तीहरूमा। अनि कतै कतै 1-2 जना हुनुहुन्छ। यहाँको सब मान्छेहरू यो जङ्गलमा खेतीपाती नभएर हो कि के पो भएर हो, गाउँ छोडेर सबले यो बस्ती खाली छ अरे। आज अहिले यतातिर कतै कतै केही भवनहरू बन्न थाले रहेछन्। अनि यहाँ चाहिँ कामहरू सुरु भइरहेको छ। तलतिर चाहिँ बल्ल बल्ल उयो पसलमा एकजना दाजु हुनुहुन्छ, उहाँ चाहिँ पसल चलाएर बस्नु भएको छ। यो गाउँ छोडिया धेरै भयो भन्नुहुन्छ कि उहाँले चाहिँ। खासमा के रहेछ कुरो हामी बुझ्छौँ है त।